यो भनेर त्यो केस मिल्छ, न दरबार हत्याको खोजबिन हुन्छ, न मदन भण्डारीको खोजबिन हुन्छ। सबै राजनीति गर्ने र देश लुट्न आएकाको भाषण मात्रै हो यो। हामीलाई थाहा छ यी विधर्मीहरूले, क्रिस्चियनहरूले, पश्चिमाहरूले चलाएका एउटा ग्रुप छन्, हामीमाथि खेल्दैछन्, वैदिक सनातनीमाथि र राजसंस्थामाथि। अर्का ती कम्युनिस्ट हुन् जसले धर्मलाई नास्तिकतामा फैलाउँदैछन्। ती कम्युनिस्टहरू पतन हुनैपर्छ नेपालबाट। राष्ट्रिय स्वतन्त्र पार्टी भनेको कम्युनिस्टको अर्को माइलो भाइ मात्रै हो, हैन? हामीलाई त्यो थाहा छ, तिमीहरूको पतन निश्चित छ। अब केही भारतीय मिडियाकर्मी वा भारतीयहरूले नेपालका केही हिन्दूहरूलाई फुटाएर नेपालमा राजसंस्था ल्याउन नदिनको लागि अर्कै गुटबन्दी गर्दैछन्। त्यसकारण कमल थापाले कहिले राजा ल्याउँदैनथ्यो, राजेन्द्र लिङ्गदेनले र राप्रपाले कहिले राजा ल्याउँदैन। यो मैले पहिले भनेको, किन मेची महाकाली अभियान गर्दै जनताको अभिमत बुझेको थिएँ कि यी राजाले चुनावमा नजाऊ भन्दा राजा चुनावमा जाँदाखेरि राजेन्द्र लिङ्गदेनको पत्तासाप भयो नि। यदि राजा ल्याउने अथवा हिन्दू राष्ट्र ल्याउने मागमा राजेन्द्र लिङ्गदेन गएको भए राजेन्द्र लिङ्गदेनको अस्तित्व त रहन्थ्यो नि त। यो त गणतन्त्रको मतियार हो, राप्रपा पार्टी र राजेन्द्र लिङ्गदेन। कमल थापा असल हो, धवल शमशेर मान्छे विद्वान र असल हो। मेरो एकचोटि दर्शन नेपालगञ्जमा मेरो दर्शन गरेका छन् धवल शमशेरले, उनलाई आशीर्वाद छ पुरा। दुर्गा प्रसाईलाई जति फटाइ गरे पनि ऊ एउटा हिन्दूको खम्बा हो। तर मिलेर पार्टी खोल्ने कुरा पनि थियो नि धवल। राम्रो राप्रपालाई र राजेन्द्र लिङ्गदेनलाई नसुतै हुँदैन, बाँकी रहेका पनि त्यहाँ जानुपर्छ। मेरो आशीर्वाद त यो छ, किनभने म हर क्षेत्रमा आफ्नो या अर्काको धार्मिक युद्ध अथवा धार्मिक शुद्धिकरण भनेको पापीको विरुद्धमा गर्ने। तिमीहरू हिन्दू हौ या राजा बोकेर हिँड, तर बाहिर बाहिर राजा बोक्ने, भित्रभित्र भारतबाट चाहिँ नि पैसा ल्याउने, 2-4 हजार बाँड्ने, अनि आफू ती धर्मसभाका अध्यक्षहरू अथवा कोही छन् नेपालमा धार्मिक सङ्गठनका केही व्यक्तिहरू भारतमा जाने, पैसा ल्याउने, केही पैसा बाँड्ने, अरू आफू घर बनाउने, महल बढाउने। यो हामीलाई एक्का छ, तिमीहरू पनि एक्का राख। कुरा यस्तो रहेको छ गुरुजी, सत्य कुरा हो। महत्त्वपूर्ण समय अनि सत्य वचनको लागि धेरै धेरै धन्यवाद। शुद्ध वचन, सत्य वचन, सिद्ध पुरुषको वचन पुरा हुन्छ। यो वचन विगतदेखि पनि हुने गर्थ्यो, अहिले पनि पुरा हुन्छ। त्यसैको लागि हामी वैदिक सनातनी हो, हामी पशुपतिनाथको सेवक।